हेलो सम्पूर्ण साथीहरूलाई नमस्ते। आज 2082 साल कार्तिक 12 गते, त्यस्तै 2025 29 अक्टोबर र आजसम्म पनि 2027 को लागि डिबीको फर्म खुलेको छैन हैन। आधिकारिक रूपमा चाहिँ डिबीको फर्म खुलेको कुनै पनि इन्फर्मेसन युएस अफिसियल वेबसाइटमा चाहिँ हामीले भेटाएको छैनौँ। मैले भेटाएको छैन आजको दिनसम्म, अहिलेसम्म है। र यहाँ धेरै साथीहरूले भन्नुहुन्छ डिबी भरियो, हाम्रो इन्स्टिच्युटबाट भर्नुहोस्, हाम्रो कन्सल्टेन्सीबाट भर्नुहोस्, हाम्रो यो चाहिँ डिबी भर्ने ठाउँबाट भर्नुहोस् भनेर चाहिँ अग्रिम रूपमा चाहिँ एडभर्टाइजहरू गरिरहेको मैले चाहिँ देखिरहेको छु। र तर चाहिँ उहाँहरूले चाहिँ भन्नुभएको थियो 2 अक्टोबरदेखि खुल्छ भनेर उहाँहरूले भनिरहनु भएको थियो। तर लगभग 29 अक्टोबर आज भनेपछि अक्टोबर सकिसकेको छ, लगभग सकिसकेको छ। तर पनि अहिलेसम्म चाहिँ डिबीको फर्म चाहिँ खुलेको छैन है त आजसम्मको अवस्थामा। र डिबी चाहिँ खुल्ने निश्चित प्राय छ। तर चाहिँ यहाँ डिबीले अहिले चाहिँ युएसले चाहिँ प्रत्येक चाहिँ इन्डिभिजुअलबाट $1 चाहिँ मिनिमम चाहिँ शुल्क लिने चाहिँ कुरा चाहिँ अगाडि बढाउँदैछ भन्ने सुन्नमा आएको छ। र त्यसको लागि यहाँ उहाँ सरको चाहिँ एउटा भिडियो चाहिँ पर्फेक्ट छ। यो भिडियो अन्तिमसम्म हेरिदिनुहोस् है त, म त्यही रिक्वेस्ट गर्छु। र आजको दिनसम्म 29 अक्टोबर 2025 सम्म डिबी खुलेको छैन, यो सबैलाई चाहिँ मैले इन्फर्म गर्न चाहन्छु। ल यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोस् है त। ल अमेरिकी सरकारले अबदेखि डिभी भर्नका लागि $1 शुल्क लगाउने नियम लागू गरेपछि डिभी भर्न चाहने नेपालीहरूमा उक्त शुल्क कसरी तिर्ने भन्ने बारे चिन्ता र अन्यल देखिएको छ। किनभने सामान्यतया नेपालका बैंक कार्डहरूमा अन्तर्राष्ट्रिय पेमेन्टको सुविधा छैन, जसका कारण डिभी विजेताहरूमा $1 शुल्क तिर्नुपर्ने चिन्ता नभई कसरी तिर्ने भन्ने चिन्ता देखिएको हो। अमेरिकी सरकारको विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय पेमेन्टको सुविधा सीमित भएका देशहरूका लागि $1 शुल्क तिर्ने कस्तो व्यवस्था गर्छ भन्ने प्रश्न छैन। किनभने अहिलेसम्म डिभी 2027 खुलिसकेको छैन भने सरकारले शुल्क तिर्ने विधि र प्रणाली पनि सार्वजनिक गरिसकेको छैन। यसैबीच डिभी भर्नका लागि नेपालको भुक्तानी प्रणालीमा कुनै समस्या नभएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्। तर त्यसका लागि अहिले बैंकहरूले जारी गरिरहेका नियमित कार्डबाट तिर्न सम्भव नहुने भएकाले डलर कार्ड बनाउनु पर्ने झन्झट भने हुनेछ। $1 शुल्क तिर्नका लागि न्यूनतम $50 सम्मको डलर एकाउन्ट खोलेर डलर कार्ड निकाल्नुपर्ने भएकाले यो प्रक्रिया त्यति जटिल नभए पनि डिभी भर्नकै लागि डलर एकाउन्ट खोल्नुपर्ने बाध्यता भने डिभी भर्न चाहनेहरूका लागि थप बोझ हुने देखिएको छ। डलर कार्ड मार्फत नेपालबाट डिजिटल स्ट्रिमिङ लगायत अन्य कैयन सेवाहरूका लागि अन्तर्राष्ट्रिय भुक्तानी हुँदै आएको छ। नेपालका बैंकहरूले व्यक्तिगत रूपमा $500 र आवश्यकता अनुसार $1000 सम्मको डलर कार्ड दिँदै आएका छन्। त्यसैले नेपालको कुनै पनि कानूनले डिभीको $1